नमस्ते साथीहरू, शुभ प्रभात। देशमा चुनावको असाध्यै रौनक चलिरहेको छ। देश यिनै पुराना 3 दलभित्रै घुमिरहेको छ हैन त। 35 वर्ष भयो। माओवादीको 18 वर्ष, एमाले काङ्ग्रेसको 35 वर्ष भइसक्यो कार्यकाल। यिनैको एरीफेरीमा देश चलिरहेको छ। देशमा अझै पनि चरम गरिबी, शिक्षामा पहुँच छैन, स्वास्थ्यमा त्यस्तै छ, रोजगारको त कुरै नगरौँ। हरियो पासपोर्ट नबनाइदिएको भए रोजगार पनि अस्तव्यस्त, मान्छेले मान्छेको मासु खान पर्ने अवस्था आइसक्थ्यो देशमा। धन्न पासपोर्ट बनाएर वैदेशिक रोजगारसम्म जाने वातावरण बनाइदिएछ। यो पनि रेमिटेन्स आएन भने हामीलाई भ्रष्टाचार गर्ने बाटो हुँदैन भनेर उनीहरूले त्यो आफ्नो सोचको लागि बनाएको हुन्। हामी जनताको लागि चाहिँ होइन है। विचार गरौँ है, विचार गरौँ। हाम्रो लागि होइन, आफ्नो लागि गरेका हुन्। र अब पनि भोट चेन्ज गर्न सकिएन। अब हुन त नयाँ आए पनि गर्छन् भन्ने त केही पनि होइन, 100% गर्छन् भन्ने चाहिँ छैन। तर झिनो आश लिएर नयाँलाई भोट चाहिँ दिनै पर्ने अवस्था छ। पुरानोहरूबाट चाहिँ हामी आजित भइसकेको अवस्था छ। पुरानो पार्टी ती व्यक्तिहरूलाई चाहिन्छ जो प्रदेश, स्थानीय स्तरको सरकार भन्नाले नगरपालिका र जिल्लामा रहेका सरकारी कार्यालयहरूमा सहजै गएर हात मिलाउँदै के छ हाइहाल्लो म फलानाको मान्छे भनेर बाहिर जन्ती जस्तो लामो लाइनलाई मिचेर डाइरेक्ट गएर काम गर्न सक्ने हैसियत जसको छ नि हो, तिनीहरूलाई पुरानो पार्टी जान हुँदैन। पुरानो पार्टी नै सत्तामा आउन पर्छ। पुरानो पार्टी अस्तायो भने हाम्रो पावर अस्तिन्छ र हामी सकिन्छौँ भन्ने डर तिनीहरूलाई छ र तिनीहरूलाई पुरानो पार्टी चाहिन्छ। र नयाँ र विकास र झिनो आशा ती व्यक्तिहरूलाई छ नयाँहरूप्रति, तैपनि गर्छन् कि भने जो मलेसिया जस्तो असाध्यै ज्यानको जोखिम देश, जहाँ चाहिँ सेक्युरिटीको गार्ड काम गर्न आइरहेका छन्, सेक्युरिटी गार्डमा आउँदै गर्दा फेरि यहाँको तामिलहरूबाट असाध्यै असुरक्षित अहिलेसम्म ड्युटी गरिरहेको छ। भोलि म बाँच्छु या मर्छु थाहा छैन, भोलिसम्म रहन्छु कि रहँदिन थाहा छैन हो। त्यो जोखिम मोलेर आफ्नो घर परिवारको लागि पैसा कमाइरहेका, त्यो रेमिटेन्स भित्राउनका लागि काम गरिरहेका ती व्यक्तिहरूलाई नयाँ आयो भने केही हुन्छ कि र हामी देश फर्किन पाउँछौँ कि भन्ने तिनीहरूलाई आश छ। र ती व्यक्तिहरू जो दुबई, कतार र